लामाहट्टामा छ है र प्रणित चाहिँ यहाँ टिकट बुझेलले भने के हो यहाँ बुझ्या यो ब्रिज चाहिँ दार्जिलिङको एकदम खास ब्रिज है यो बाटो छैन त यो ब्रिज छैन त हेलो नमस्ते सबैजनालाई साथीभाइहरू मेरो न्यू भ्लगमा न्यू आज एपिसोडमा है र आज भनिदेखि चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि पछाडि ठक्कसँगले तपाईँले देखिहाल्नु भयो है आज चाहिँ हामी प्रणितको उता नानीको बर्थडेमा जाँदैछौँ अन्त भर्खर हामी चाहिँ अहिले चाहिँ तपाईँको फिलहाल चाहिँ कहाँबाट निक्लेको भन्दा रम्फू पारी बेङ्गालबाट चाहिँ हामी जाँदैछौँ है र बाटोमा जानेछौँ के कस्तो हुनेछ तपाईँलाई देखाउँदै है र प्रणित के भन्नु छ त्यही हो यता पनि छ हाम्रो म्याडम खडा छ म्याडमलाई अब भिडियोमा नदेखाएको थिएन अब आज देखाउनु पर्यो है ल त परै घर अहिले कता कता हुन्छ भेटौँ है त भने हामी टिस्टा ब्रिजमा आइपुगिसकेका छौँ टक्कै यहाँ डुबो भएको घरहरू देख्नु हुँदैछ है अब यहाँबाट जानुपर्ने हुन्छ हामी दार्जिलिङतर्फ खोलाको दृश्य चाहिँ अहिले यस्तो छ है एकदम भयानक बाटो सानो हो साँगुरो बाटो खोला चाहिँ यस्तो छ माथि ब्रिज अब यहाँ झन् अगाडि घरहरू चाहिँ कस्तो होला त अगाडि घरहरू चाहिँ कति डुबेको छ है यस्तो छ ल अब अगाडि के कस्तो हुन्छ देखाउँदै जाने हो होइन त हाम्रो गाडीमा त छैन त जोसहरू यहाँ निन्द्राले माया लाग्दो यता पछाडि माया लाग्दो के हो काम हुँदै रहेछ रोडको यसरी है एकदमसँगले बाटो चाहिँ खराब छ अहिले दार्जिलिङ जाने चाहिँ यस्तो छ है मेन चाहिँ यो चाहिँ धेरै होइन कति फिट अग्लो छ थाहा चाहिँ छैन हो तर बेसी चाहिँ होइन कच्चा जस्तो हिँडाउनुपर्छ बिस्तारै कच्चाको चालमा अन्त उकालो चाहिँ यस्तो छ क्यामेराम्यान फेरि खास लिएको छु बाहिरबाट मगाएको कामै लाग्दैन क्यामेराम्यान कोरियाबाट मगायो चाइनिज जतिकै च्याचेर पुच्या मात्रै भन्छ ल दार्जिलिङको साथीभाइहरू खास रहस्य चाहिँ के हो भनेर तपाईँहरूले जान्नु खोज्नुहुन्छ होला है दार्जिलिङ भन्दाखेरि चिनिन्छ एउटै कुराले के कुराले भन्दाखेरि चिया बगानले है यहाँको चिया चाहिँ अब खायो कि मान्छेको मुखमा रस टेसिलो भरपुल्य त्यस्तो छ चिया बगान सानो आउँदैछ 10 यो सुरुवात मात्रै हो बगानै बगान नपुग्छ एकछिन ल त साथीभाइहरू अहिले भनेदेखि हामी चाहिँ खाना चाहिँ होइन खाजा खाइसकेर चाहिँ अब हिँडेको आफ्नो यात्रातर्फ अब एउटा चिज चाहिँ के लाग्यो भने मलाई निम्बुको रस खाएर पोखरा बेच्दा पनि हुँदो रहेछ त साथी हो भोलिदेखि म त त्यही बिजनेस गर्छु देखाउँदा यस्तो छ अन्त कहिले साह्रो छ फेरि वेदर यसरी चेन्ज हुन्छ साथीभाइहरू एकैछिन
अहिले भनेदेखि चाहिँ हामी चाहिँ लामा तु हट्टामा छौँ लामा हट्टामा छ है र प्रणित चाहिँ यहाँ टिकट काट्न गएको छ खासै चाहिँ टिकट काट्न नपर्ने जस्तो लाग्यो लोकललाई तर पनि टिकट काट्न भन्दैछन् अनि यहाँ माथि चाहिँ हेर्न सक्नुहुन्छ धुप्पी गाडी दामी छ यता गाइस एकदम दामी छ फुलहरू पनि त्यत्तिकै फुलिरहेको के हो त्यो त्यो होइन है होइन डोन्ट टच अरे ल त्यस्तै हो कुरा चाहिँ साथीभाइहरू एकदम दामी छ टडक्कै होइन भ्लग बनाउँदै जाउँ भनेर आउँदाखेरि किनकि आउनु पाउँदैन नि त घुम्नु अब चान्सै हुँदैन अन्त भ्लग बनाउँदै जाउँ हो जाँदाखेरि चाहिँ भनेर चाहिँ आएको मान्छेहरू देखेर मलाई बोला हो क्या हो भनेर सोच्दै होला फोन तेर्साएको छ क्यामेरा तेर्साएको छ भ्युज दामी छ गाइस है एकदम दामी पछाडि ब्याकग्राउन्ड हेर्नु सक्नुहुन्छ दामी छ बबाल छ ब्याकग्राउन्ड चाहिँ खासै छ झकास छ यहाँको अलिक धुप्पीहरू पनि काटेको छ तर पहिला काटेको थिएन अहिले चाहिँ धुप्पीहरू पनि काटेको रहेछ के हो त बदलले खने क्या बुदलले खने क्या हो यहाँ हो बुझ्या बदल बसेछ नि हो त रहेछ त हो नजिक हो लो यहाँसम्म हिँड न त अब तिम्रो रहर इच्छाहरू पुरा गरिदिऊ लेक गएको अरे ओ बोतल प्लास्टिक फ्याँक्नु मना यो अन्त खाएको त पचिसक्यो त परे हो नि हो निकै पर पो जस्तो लाग्यो त हौ निकै पर हो नि हो ऊ पर हो अन्त कहाँ जानु प्रणित ऊ पर पो त झार पनि खिचिन्थ्यो आइफोन भए साथीभाइ हो तर के गर्नु लामा हट्टा लेक गएको अरे लेकै नहेरिकन फर्केर नो स्मोकिङ नो ड्रिङ्क नो बटल त्यस्तो छ ओ लेक हेऱ्यो कस्तो रहेछ लेक नाइस रहेछ हट के गर्छौ हो चढेर तिमी फेरि चढ्ने झर्ने अन्त म त आउनु मन लाग्दैन नि मैले त्यसै क्या भनेको त प्रणित